आज हामी कुरा गर्दैछौँ एक यस्तो व्यक्तित्वको जसले लगभग 4 दशकसम्म मध्यपूर्वको सबैभन्दा शक्तिशाली देशहरूमध्ये एकलाई आफ्नो नियन्त्रणमा राखे। हो, आजको हाम्रो विषय हुनुहुन्छ आयतोल्ला अली खामेनेई, जसको विरासतले इरान र सिङ्गो विश्वको राजनीतिलाई नै एउटा नयाँ आकार दियो। 37 वर्ष, सोच्नुस् त, यति लामो समयसम्म शासन। यो अवधिले नै उहाँको शक्ति र प्रभाव कति गहिरो थियो भन्ने कुरा देखाउँछ। तर यो शक्ति आखिर कस्तो थियो त? के कुनै व्यक्ति देशको चुनाव जितेर आएको राष्ट्रपतिभन्दा पनि माथि हुन सक्छ? खामेनेईको मामिलामा जवाफ हो, सक्छ। देशको पुरै सैन्य शक्ति, त्यसमा पनि त्यो सबैभन्दा शक्तिशाली मानिने रिभोल्युसनरी गार्ड समेत उहाँकै एक निर्देशनमा चल्थ्यो। अनि त्यो विश्वकै चासोको विषय इरानको आणविक कार्यक्रम, त्यसको अन्तिम निर्णय पनि उहाँकै हातमा थियो। आखिर कसरी आयो त यति धेरै शक्ति एउटै व्यक्तिमा? लाउनुस्, यही कुरालाई अलि गहिराईमा गएर बुझौँ। उहाँको कथा सुरु हुन्छ एक साधारण धार्मिक विद्यार्थीबाट, जो पछि गएर एउटा सिङ्गो राष्ट्रको सर्वोच्च नेता बने। खामेनेईको सुरुवाती जीवन हेर्ने हो भने त्यो धर्म र राजनीतिले पुरै जेलिएको थियो। उहाँले शाहको शासनको त खुलेरै विरोध गर्नुभयो, जसले गर्दा पटक पटक जेल पनि जानु पर्यो, तर यसले उहाँको लोकप्रियता झन बढायो। अनि जब 1979मा क्रान्ति सफल भयो, उहाँ नयाँ इस्लामिक गणतन्त्रको एक मुख्य पिल्लर बन्नुभयो। अनि आयो साल 1981। यो वर्ष उहाँको जीवनमा एउटा यस्तो घटना भयो जसले सबै कुरा बदल्यो। भाषण दिइरहेकै बेला उहाँमाथि जान मार्ने उद्देश्यले हमला भयो। त्यो हमलाले उहाँलाई शारीरिक रूपमा त पक्कै कमजोर बनायो, दाहिने हातले राम्ररी कामै छोड्यो, तर राजनीतिक रूपमा भने यसले उहाँलाई झनै शक्तिशाली बनाइदियो। मान्छेहरूले उहाँलाई क्रान्तिका लागि ज्यानको बाजी लगाउने नायकको रूपमा हेर्न थाले। अनि त्यही सहानुभूतिको लहरमा उहाँ त्यही साल इरानको राष्ट्रपति निर्वाचित हुनुभयो। ल, अब आउँ है त हाम्रो विश्लेषणको सबैभन्दा महत्त्वपूर्ण हिस्सामा। खामेनेईको यो अपार शक्तिको स्रोत आखिर के हो त? यो सर्वोच्च नेता भन्ने पद खासमा हो के? सन् 1989मा आयतोल्ला खोमेनीको निधन भएपछि खामेनेईलाई इरानको दोस्रो सर्वोच्च नेता बनाइयो। अब यो कुनै चुनाव जितेर आउने पद होइन है, र यो पदमा बसेपछि जीवनभर शासन गर्न पाइन्छ। यसले नै उहाँलाई देशको सबैभन्दा स्थिर र शक्तिशाली व्यक्ति बनायो। अब सर्वोच्च नेताको अधिकार कति हुन्छ भन्ने कुरा हेरौँ। सेना र रिभोल्युसनरी गार्डदेखि लिएर राज्यको मिडिया, अदालत सबै उहाँकै नियन्त्रणमा। अनि विदेश नीति होस् वा परमाणु नीति, जतिसुकै महत्त्वपूर्ण विषय भए पनि अन्तिम निर्णय उहाँकै हुन्छ। सोच्नुस् त, इरानको राजनीतिमा एउटा भनाइ निकै चल्तीमा छ, जसले त्यहाँको शक्ति कसरी बाँडिएको छ भनेर प्रश्न पार्छ। भनिन्छ, राष्ट्रपतिले सरकार चलाउँछन्, सर्वोच्च नेताले देश चलाउँछन्। मतलब राष्ट्रपतिले दिनदिनैको काम हेर्छन्, तर देश कुन दिशामा जान्छ भन्ने अन्तिम बागडोर त सर्वोच्च नेताकै हातमा हुन्छ। इरानको सिस्टम अलि अनौठो छ। यहाँ दुई थरीको संरचना देखिन्छ। एकातिर चुनावबाट आउने राष्ट्रपति र संसद छन् भने अर्कोतिर सर्वोच्च नेता जस्ता शक्तिशाली नियुक्त गरिएका पदहरू। तर जब शक्तिको कुरा आउँछ, सधैँभरि अन्तिम शक्ति यिनै नियुक्त गरिएका निकायहरू, खास गरी सर्वोच्च नेतामै रहन्छ। अब खामेनेईले आफ्नो शक्तिलाई इरानभित्र मात्रै सीमित राख्नु भएन। उहाँले त मध्यपूर्वमा इरानको प्रभाव फैलाउन एउटा निकै ठूलो रणनीति बनाउनुभयो। उहाँको शासनलाई हेर्दा 3वटा मुख्य रणनीति देखिन्छ। पहिलो, देशको सैन्य शक्तिलाई एकदमै बलियो बनाउने। दोस्रो, आणविक क्षमता हासिल गर्ने कोसिस गर्ने। र तेस्रो, मध्यपूर्वका अरू देशहरूमा आफ्नो प्रभाव फैलाउने। क्षेत्रीय प्रभावको यही सञ्जाललाई अक्सर प्रतिरोधको अक्ष वा एक्सेस अफ रेजिस्टेन्स भनेर चिनिन्छ। यो शब्दले खासमा इरान र उसका सहयोगीहरूको गठबन्धनलाई जनाउँछ, जसको मुख्य लक्ष्य मध्यपूर्वमा पश्चिमी र इजरायली प्रभावको विरोध गर्नु हो। यो खामेनेईको विदेश नीतिको मुटु नै थियो भन्दा हुन्छ। यो सञ्जाल भनेको कुनै हावाको कुरा होइन। लेबनानको हेजबुल्लादेखि यमनका हुथीहरूसम्म इरानले यस्ता समूहहरूलाई सहयोग गरेर पुरै क्षेत्रमा आफ्नो दबदबा कायम राखेको छ। हरेक शक्तिशाली नेताको जस्तै खामेनेईको लामो शासनको विरासत पनि निकै विवादित छ र यसले इरानको भविष्यबारे गम्भीर प्रश्नहरू पनि खडा गरेको छ। धेरैजसो विश्लेषकहरूले खामेनेईको तुलना रुसका भ्लादिमिर पुटिनसँग गर्ने गर्छन्, किनभने दुवै नेताले दशकौंसम्म शासन गरे, शक्तिलाई आफ्नै वरिपरि केन्द्रित गरे र आउने जाने सरकारहरूभन्दा माथि आफूलाई एउटा स्थायी शक्तिको रूपमा स्थापित गरे। तर उहाँको लामो शासनकाल त्यति सहज पनि थिएन। देशभित्रैबाट ठूला विरोधहरू भए। 1989को विद्यार्थी आन्दोलन होस् वा 2009को ग्रीन मुभमेन्ट अनि हालसालैको नारी जीवन स्वतन्त्रता आन्दोलन, उहाँको शासनले निकै ठूला चुनौतीहरूको सामना गर्नु पर्यो। त्यसैले उहाँको विरासतबारे दुईवटा बिल्कुलै फरक धारणाहरू पाइन्छन्। उहाँका समर्थकहरूका लागि उहाँ इरानको स्वतन्त्रताको रक्षक हुनुहुन्छ, विदेशी हस्तक्षेपबाट देशलाई बचाउने नायक। तर उहाँका आलोचकहरूका लागि भने उहाँ एक कठोर दमनकारी धार्मिक शासनको प्रतीक हुनुहुन्छ। र अन्तमा एउटा ठूलो प्रश्न बाँकी रहन्छ। अब इरानको भविष्य के होला? के खामेनेईको उत्तराधिकारीले उहाँले नै बनाएको प्रणालीलाई अगाडि बढाउला, वा इरानले अब पुरै नयाँ बाटो समात्ला? यो केवल एक नेता फेरिने कुरा मात्र होइन, यो त उनले बनाएको पुरै संरचनाको भविष्यको प्रश्न हो।